हस्। म सैनमैना नगरपालिकाको नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा। खास गरेर वसन्त उत्सव जुन सैनमैना नगरपालिकामा आयोजना गरेर आत्मज्ञान संस्थाले जुन आयोजना गर्यो, सैनमैना नगरपालिकाको लागि हामी अत्यन्त मन, वचन र कर्मले हामी यो यस्तो कार्यक्रम हाम्रो पालिकामा सम्पन्न भएको देख्न पाउँदा अत्यन्त हर्षित छौँ। र खास गरेर जीवनमा हामीले धेरै बाधा व्यवधान कष्टहरू भोग्नुपर्छ, तर त्यो भोगाइमा हामीले जबसम्म हाम्रो मनमा शान्ति कायम गर्न सकिँदैन तब त्यो पीडालाई अन्त गर्न पनि सकिँदैन। त्यो सन्देश प्रेम रावतजीले दिनुभएको छ र जीवनमा हामीले भएका शाश्वत सत्यहरू जुन उहाँले 3वटा कुराहरू भन्नुभएको छ, जन्म र मृत्यु र जीवनमा हाम्रो जीवनचर्या जुन चलेको छ, सास लिने र छोड्ने जुन कुराहरू भन्नुभएको छ, वास्तवमै हाम्रो यथार्थ जीवनको बाटो नै त्यही हो। त्यसमा हामी अत्यन्त प्रभावित पनि भएका छौँ र सैनमैनामा खास गरेर बुद्धको जन्मभूमिमा यो जुन शान्ति सन्देश दिनुभयो, यो बुद्धको यो अर्को रूप हो कि जस्तो मलाई लाग्यो। र सैनमैनामा जहाँ बुद्धले फेरेको सास हामीले फेर्न पाएका छौँ, त्यो पनि हाम्रो लागि एउटा सौभाग्यको कुरा हो। र भगवानले जुन गौतम बुद्ध भगवानले जुन विश्व शान्तिका लागि उहाँले दिएका सन्देशहरूलाई नवीकरण गर्नका लागि प्रेम रावतले अहिले विश्वव्यापीकरण जुन ग्लोबलाइज भिजन दिइराख्नु भएको छ, यो हाम्रो जीवनको लागि उत्कृष्ट मार्ग हो भन्ने मैले महसुस गरेको छु। र आगामी दिनमा पनि यस्ता कार्यक्रममा नगरपालिकाले मनसा वाचा कर्मण तन मन धन वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्न चाहन्छु। विशेष धन्यवाद मेयर साहब। र मेयर साहबलाई यहाँको जुन त्यो शान्ति सन्देश कार्यक्रम थियो, शान्ति उत्सव, त्यो कार्यक्रमले यहाँको जनताहरूमा कस्तो प्रभाव पार्यो जस्तो लाग्छ? उहाँ युनिफाइड गरेको छ, एकताको सन्देश दिएको छ। हामी चाहिँ मेची महाकालीका हौँ, हिमालदेखि तराईका हौँ, स्वदेशदेखि विदेशका हौँ, हामी एउटै परिवारका सदस्य हौँ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ। एकदमै धन्यवाद। यहाँले ठुलो सहयोग गर्नु भएको थियो, त्यसको लागि हामी आत्मन प्रचार सङ्घको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। र भविष्यमा पनि यस्ता कार्यक्रमहरू हुन् भन्ने हजुरलाई चाहना छ? यो कार्यक्रममा सहभागी हुन पाएँ म आफ्नो जीवनको लागि सबभन्दा ठुलो भाग्य सम्झिन्छु। आगामी कार्यक्रममा आफ्नो कर्मले, वर्मले, विचारले सहभागी हुने प्रयत्न गर्छु। विशेष धन्यवाद मेयर साहब, यहाँको समयका लागि र यहाँको सहयोगका लागि धन्यवाद।